आज फुल रोप्नुको लागि मैले रेडी गरिरहेको छु। यो चाहिँ हो, तपाईँले सोच्नु हुँदैन कहाँबाट लियो भनेर, यो चाहिँ जङ्गलको पत्कर हो। अनि म चाहिँ प्रायः जस्तो पत्कर र बलुवामा अनि माटो कम्ती लाउँछु, गाईको मल लाउँदिनँ हो। अन्त तल गएर लिएर आएको मैले पत्कर यो, किनभने चाहिँ यो अस्ति इजिलिया चाहिँ मैले किनेको थिएँ कि मैले चाहिँ सार्नु भ्याएको थिइनँ नि त, 4वटा पट किनेको थिएँ, अन्त सार्नु पाएको थिइनँ हो। यसको लागि त अब पत्कर चाहिन्छ नि त, पत्करको मल चाहिन्छ। त्यो भएर आज चाहिँ म रोप्ने। अनि मैले आज यो जोरथाङबाट पनि लिएको छु, यो फुल हो, देखिसक्नुहुन्छ के फुल हो तर नाम याद छैन मलाई। यो फुल छ अनि 5वटा थियो, टिन 2टा मैले मेरो मम्मीलाई दिएँ, मैले टिन पट ल्याएँ हो। अनि यो पनि छ, यो फुल पनि कुनी के भन्छ तपाईँलाई याद छ भने कमेन्ट गरिदिनुहोस् ल। यो चाहिँ बनमारा जस्तै देख्छ तर फुल चाहिँ दामी फुल छ अरे, मैले यो फोटो पनि हेरेको हो। त यो चाहिँ निकै पट छ तर एकदमै महँगो यो फुलहरू सबै। ल अब चाहिँ म चाहिँ सुरु गर्छु। यो चाहिँ इजिलिया रोप्नुको लागि यो तल पत्कर लिएको हो गाइस। अनि यो मल लगाइकन, मल अरे यो बलुवा लगाइकन मिक्स गरेर म आज इजिलिया रोप्छु ल गाइस। अनि तपाईँहरूलाई देखाउँछु लास्टमा है। हेलो गाइस, अब चाहिँ इजिलिया म रोप्दैछु ल। किनभने अस्ति किनेको इजिलिया चाहिँ यो चाहिँ बजारकै उयसमा छ नि त, पटमा छ कि। अनि फेरि म पत्कर र बलुवा लगाएर नेक्स्ट फेरि रोप्छु ल अहिले। यहाँ पनि छ रोप्नुपर्ने हो, यहाँ छु पटमा ल्याउँछु। यो इजिलिया किनेको चाहिँ निकै भएको थियो नि त, अन्त मैले सार्नु पाएकै थिइनँ हो, भ्याएकै थिइनँ नि त, काम पहिले गर्दाखेरि, ड्युटीले गर्दा, बिमारले गर्दा। आज चाहिँ फाइनली सार्ने दिन आयो अनि यसलाई म सार्दैछु ल। मेरो साथी अब सबै उसँग पर्ला नि भन्छ कहिले गाइस। यहाँ रोप्नु नभ्याएर मैले सुकिरहेको छ। हेलो, वेलकम ब्याक टु माई च्यानल है। तपाईँलाई धेरै धेरै स्वागत छ मेरो च्यानलमा है।
आज म कहाँ जाँदैछु भने आज चाहिँ मैले चाहिँ फुल रोप्नुपर्ने थियो नि त। त्यही भएर अघि मैले एक बोरा जस्तो तल फारसबाट चाहिँ पत्कर लिएको थिएँ हो। अन्त अलिकति पुगेन, 6 वटामा चाहिँ इजिली 6 वटामा चाहिँ मैले लगाइसकेँ हो। अन्त अघि मैले जोरथाङबाट किनेको फुलहरू पनि छ, त्यसमा पनि लाउनु पर्ने छ हो। त्यो भएर पुगेन। माटो हो त जति छ नि त, माटो चाहिँ नलगाउँ भन्ने चाहिँ जति सक्दो चाहिँ मेरो चाहिँ छ। अनि चाहिँ गाईको मलहरू पनि थियो, गाईको मल म लाउँदिनँ। अनि त्यही हो पत्कर ल्याउनु गएको है। यस्तो डेलिकेट छ बाटो पनि, अब हेरौँ के हुन्छ। काप्राको पत्तै पत्ता छ, चिप्लिने डर हो, चिप्लेपछि तल पुग्छ हो, त्यही भएर टेन्सन छ है। अनि त्यही हो गाइस है। अनि हेर्नुहोस् ल, चिप्लेपछि कहाँ पुग्छु म, हेर्नुहोस् न, तल पुग्छु म हो चिप्ले पनि। बाटो यस्तो छ हेर्नु नि, काप्राको पत्ता हेर्नुहोस् न, आमामा यस्तो डरलाग्दो चाहिँ पत्ता सुकेर झरेको छ नि त। यसमा चाहिँ अब यस्तो डरलाग्दो चिप्लिन्छ टेकेपछि चाहिँ हो, चिप्लो भएर। अनि बिस्तारै जाँदैछु हो। अनि त्यही हो, अस्ति मैले फुल चाहिँ किनेको थिएँ नि त हो, रोप्नु भ्याएको थिइनँ, आफू बिसन्चो भएको कारणले गर्दा रोप्नै पाएको थिइनँ हो। अन्त आज चाहिँ टाइम पायो हो मैले, अनि रोपौँ न भन्ने चाहिँ मेरो बल्ल बल्ल जाती भएर फुल सुको, त्यो पनि मोल नभएर अघि एक बोरा पत्कर लगेर सबैमा हालिदिइहालेँ हो। अनि अब अरूमा रहेको छ नि त, 12 वटा जस्तो छ मेरो फुल चाहिँ हो। सबै त्यो पटमा सार्नुपर्ने छ नि त, त्यो भएर है यस्तो छ। यो उता यस्तो छ, यो चाहिँ आरकदाङ भन्छ यसलाई चाहिँ हो। अन्त कतिजनाले गोठालाहरू गर्नुहुँदैछ आरकदाङ हो, तपाईँले देखिरहेको, यहाँको मान्छेले चिनिरहेको है। यसलाई चाहिँ आरकदाङ भन्छ, यस्तो छ है। अनि त्यही हो, अब हेर्छु यहाँ उता छ कि छैन। यहाँ उता त सखुवा घारी त हो, तर तल त मजाले पाएको थिएँ नि त मैले। भयो बलुवा भयो, त्यहाँदेखि बेस्ट मल चाहिँ के भन्छ नि फुललाई, के पो भन्छ उयो हौ, हामीले उयो खान्छ नि बदाम, क्या बदामको खोल चाहिँ बेस्ट मल हो। अनि त्यही हो, यहीँबाट म लान्छु यही पत्करहरू। यो खसाएर चाहिँ नि मलिलो माटो र, मतलब माटो होइन, मल कुहिएको हुन्छ, पत्ता कुहिएको हुन्छ, त्यही म चाहिँ कलेक्सन गरेर अस्ति पनि लगेँ हो। अस्ति अरे सरी, अघि पनि लगेँ। अनि तपाईँलाई देखाउँछु ल कस्तो हुन्छ भनेर चाहिँ नि। यस्तो देख्नुहुँदैछ, यस्तो देख्नुहुँदैछ यी पत्कर, यस्तो हो। यस्तो चाहिँ फुललाई चाहिँ यति दामी हुन्छ, दामी हुन्छ यस्तोको लागि चाहिँ। लु म अब यहीँनिर मजाले नै कोट्टाएर म एक बोरा लान्छु। अरू फुलमा पनि लाउनु पर्ने छ, किनभने गाईको मल चाहिँ मैले लाउनु छोडेको नि त। यसपालिदेखि चाहिँ गाईको मल चाहिँ राम्रो हुँदैन भन्छ नि त, कडा पनि हो नि त, गाई पत्करै हो नि त मल त। यहाँ हेर्नुहोस् न, यस्तो हुन्छ है पत्कर, यस्तो हुन्छ हो। पछि पानी फुलमा लाएर पानी लाउँदा लाउँदा पनि उयो हुन्छ नि त, मल बनिहाल्छ यो हो। यस्तो हुन्छ है। त्यही हो, फुलको लागि यति साह्रो जुगाड गर्दैछु नि त मैले कि, बिस्तारै बिस्तारै। अस्ति त आधीहरू सबै रोपेको छु, आधीहरू मैले रोपिहालेको छु हो। मजाले फुलिरहेको छ, तपाईँहरूलाई चाहिँ देखाएको छुइनँ नि त मैले। अब मजाले फुलेपछि कोपिला लाग्दैछ, मजाले फुलेपछि चाहिँ त्यहाँदेखि तपाईँहरूलाई देखाउँछु ल म त्यसमा। अब म यो भट्टाभट काम गरिहाल्छु ल, किनभने रात पर्छ नि त, त्यो भएर है। ल अहिले एकछिनमा बेच्यौँ ल गाइस। मलाई चाहिँ उयो गर्नु क्यामेरा स्ट्यान्ड नभएर चाहिँ फोन राख्नु साह्रो पऱ्यो। अन्त अहिले भरे सबै म के पो भन्छ पत्करहरू निकालेर कलेक्सन गरेर तपाईँलाई अलिकति देखाउँछु ल, किनभने मलाई साह्रो पऱ्यो नि त क्यामेरा राख्ने स्ट्यान्ड नभएर। मैले ल्याउनु बिर्सेँ नि त, घरमै छ नि त, त्यो भएर अहिले भेट्छु ल म पत्कर सबै कलेक्सन गरिकन तपाईँलाई देखाउँछु नि ल। फाइनली यति चाहिँ मैले चाहिँ पत्कर चाहिँ यति चाहिँ भेला पारेँ हो। पुग्नु चाहिँ पुग्छ के चाहिँ मलहरू लाउँदाखेरि, बलुवा सलुवा लाउँदाखेरि चाहिँ पुग्नु चाहिँ पुग्छ। यो चाहिँ के को भने नि गाइस, कटुसको मल होला यो चाहिँ, एकदमै दामी हुन्छ फुलमा कटुसको मल चाहिँ। मैले कटुसको
बोट पाएको थियो नि त, काँडाको पनि छ। यति चाहिँ पाएँ। सबै फुल रोपेर तपाईँहरूलाई लास्टमा देखाउँछु ल गाइस। हेर्नुहोस् न कस्तो दामी छ भुस, हेर्नुहोस् न। ल गाइस यो सबै म बोरामा हालिहाल्छु। अनि अहिले भरे तपाईँलाई देखाउँछु नि ल मैले के फुल रोपेको छु भनेर ल गाइस। ल हेर्दै गर्नुहोस् होला मेरो भ्लगलाई है। बाई बाई। ल गाइस मैले अब जङ्गलबाट लिएर पनि पत्करहरू लाएर पनि फुलहरू रोपिसकेँ है। फाइनल तपाईँलाई म रिजल्टहरू देखाउँछु भनेको थिएँ नि त अघि। अनि म त बिर्सिरहेको रहेछु नि त भिडियो गर्नुपर्छ भनेर कि। अन्त अघि अहिले यसो बिसाएर हेर्दाखेरि भिडियो गरेको थिएँ नि त मैले। त्यो हेरेर मैले फाइनल रिजल्टहरू देखाउनु पर्ने छ भन्ने चाहिँ मेरोमा दिमागमा आयो क्या। अनि एकदमै साह्रो पऱ्यो हो। अनि थाकी पनि रहेछ एकदमै। फुल रोप्नु कहाँ सजिलो त हुन्छ होइन गाइस, मलहरू खोजखाज गर्नु पऱ्यो होइन। ल फाइनल्ली मैले चाहिँ अब रोपिसकेँ है। अन्त मैले तपाईँलाई अघि देखाउँछु भनेको थिएँ नि त, फाइनल रिजल्ट देखाउँछु भनेको थिएँ। अनि मैले रोपिसकेको छु हो। अनि पानीहरू लाएर चाहिँ म चाहिँ अब शीतल ठाउँमा चाहिँ 1 month जस्तो शीतल ठाउँमा राख्छु। त्यहाँदेखि अलिकति अब मजाले जाग्यो भने चाहिँ त्यहाँदेखि चाहिँ घाममा अलिक देखाउँदै शीतलमा राख्छु। अनि त्यही हो, गलेर हत्तु भइसक्यो हो। टाइम पनि हेर्नु कति भइसक्यो अब। हेरेको पनि छुइनँ टाइम, 5 नाग्यो होला सायद होइन। अब हेर्नुहोस् ल मेरो फुल चाहिँ हेर्नुहोस् न। यो इजिलिया अघि तपाईँलाई मैले देखाएको थिएँ 4टा कलरको हो। अनि यो चाहिँ मिक्स छ यो कलर चाहिँ, हेर्नुहोस् न। अन्त यो अर्कै कलर हो, मोडेर हेर्नु नि यस्तो भइरहेछ। अन्त आई थिङ्क जाग्छ होला यो। अनि यो येल्लो खालको सनफ्लावर यो 1 2 3टा छ। भनिहालेको थिएँ मैले 5वटा लिएको थिएँ भनेर, 2टा चाहिँ मम्मीले लानुभयो। अनि यो फुल चाहिँ के हो म सर्च गरेर हेर्नुपर्ने छ युट्युबमा। यो चाहिँ कतिवटा थियो भने नि 11वटा थियो। दुईवटा जोडी रोपेको नि त 11वटा थियो। 11वटामा दुईवटा मैले लाएँ। 1 2 3 4 5 6 7 8वटा भयो हो। अनि एउटामा चाहिँ मैले यहाँ चाहिँ 3टा लगाइदिएको छु नि त, किनभने एउटा किन रोप्नु भनेर चाहिँ 3टा लगाएको छु है। अन्त त्यही हो गाइस है। अनि म पानी लाउँदैछु। पानी लाएर चाहिँ अब म शीतल ठाउँमा राख्छु ल। पानी लाउँदैछु। पानी चाहिँ मैले यो स्प्राइटको बोतलमा चाहिँ यसरी छेड बनाएर चाहिँ लाउँछु नि त। किनभने हलल्ल लगाएको चाहिँ पानी चाहिँ उयो हुन्छ नि त, माटोहरू बग्छ हो। त्यो भएर चाहिँ म यसरी लाउँछु पानी हो। अरू फुलमा मजाले जाग्यो भने त उयोबाट लाउँदा पनि हुन्छ कि, अरू झिन्जिरीहरूबाट लाउँदा पनि हुन्छ। तर म चाहिँ फर्स्ट यो फुलहरू जब रोप्छु नि म तिनीहरूको लागि चाहिँ म चाहिँ यही स्प्राइटको बोतल युज गर्छु। किनभने पानी उयो हुँदैन नि त, माटो जान्दैन नि त। लु अब सक्यो, अब नेक्स्ट म लाउँछु हो। अनि त्यो गाइस है, आजको मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई है। लाइक कमेन्ट गरिदिनुहोस् होला है। अनि सेयर पनि गरिदिनुहोस् होला। पेजलाई फलो पनि गरिदिनुहोस् होला है। अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला भन्दै आजको लागि मेरो यति नै सानो छोटो भ्लगलाई राख्न चाहन्छु। अर्को भिडियोमा फेरि तपाईँहरूलाई भेट्छु ल। बाई बाई गाइस।